हेलो एन्ड जय मसी एभ्रिवान। आज चाहिँ मैले बिहान भनेको थिएँ म कतै जाँदैछु, म चाहिँ जाँदैछु नानीहरूसँग नानीहरूको स्पोर्ट्स मिटमा। यो चाहिँ डिस्ट्रिक्ट लेभलको स्पोर्ट्स मिट हुँदै रहेछ अनि नानीहरूलाई चियरअप गर्नको लागि म पनि जाँदैछु अनि साथै टिचर्सहरू पनि नानीहरूसँग जानु हुँदैछ अनि हामीहरू म पनि अब जानुको लागि तयारी भइसकेको छु भने तपाईलाई बिहान भनेको थिएँ। तर स्पोर्ट्स मिटमा जानुभन्दा अगाडि चाहिँ म र मेरो दादा चाहिँ हामी सेवा गयौँ। तर सेवाको भिडियोहरू हामीले खिच्न पाएनौँ। तर हामीहरू सेवा गएर अनि फेरि हामीहरू चाहिँ स्पोर्ट मिटमा गएका थियौँ। अनि स्पोर्ट मिट अनि सेवा चाहिँ लालबन्दीमा थियो। अनि लालबन्दी चाहिँ पहिला अर्कै थियो, अहिले त धेरै सुन्दर बनाएको रहेछ। बाटोहरू पनि ठुलो ठुलो, दोकानहरू बजारहरू चाहिँ राम्रो रहेछ। अनि हामी चाहिँ अब ग्राउन्डमा पुगिसकेका छौँ। ग्राउन्डमा पुग्दा टिचर्सहरू सबै नानीहरूलाई राम्रोसँगले ख्याल गर्नु हुँदो रहेछ। यहाँ मैले भाइलाई ब्लगमा हाई भनिदेऊ न भनेको त भाइले ब्लगमा हाई भन्दैछ। यहाँ देख्नु सक्नुहुन्छ नानीहरू कोही स्पोर्ट्स खेल्दैछन्, कोही बसेर चियरअप गर्दैछन्, एकअर्कालाई सहायता अनि मद्दत गर्दै। अनि ग्राउन्डमा चाहिँ नानीहरू देख्नु सक्नुहुन्छ डिफ्रेन्ट स्कुलबाट आएर चाहिँ उनीहरू स्पोर्ट्स खेल्न यहाँनिर उनीहरू आएको छ। अनि हाम्रो नानीहरू पनि यहीँ बसेर उनीहरू इन्जोय गर्दैछ। अनि यहाँनिर चाहिँ हाम्रो स्कुलको नानीहरूले चाहिँ रनिङमा भाग लिएको छ। अनि यो चाहिँ नानीहरूको लागि चाहिँ यो मेडिकल टिमले ओआरएसहरू बनाएर नानीहरूलाई दिँदैछ ताकि आफूलाई हाइड्रेट राख्नु सकोस्। हाम्रो स्कुलको नानीहरूले यो चाहिँ जितेको छ है। अनि त्यसको पछि चाहिँ अब चाहिँ खाजा खाने बेला भइसकेको छ। अनि म त्यहाँ जाँदा किचन डिपार्टमेन्टले बनाइसक्नु भएको थियो। अनि म चाहिँ नानीहरूसँगै खानको लागि बसेँ। सब्जी, मुरी, चिउरा, मिठाई अनि फ्रुट्सहरू पनि थियो। अनि खाना चाहिँ एकदमै मिठो थियो है। अनि हामीलाई धेरै भोक पनि लागेको थियो। अन्त हामीले चाहिँ खाना धेरै इन्जोय गर्यौँ, एकदमै मिठो थियो। अनि नानीहरूले पनि इन्जोय गर्नुहुँदै थियो। अनि अरू नानीहरू चाहिँ उता ग्राउन्डमा स्पोर्ट्स खेल्दै थियो। अझ अरू जसले स्पोर्ट्स सकिसकेको थियो त्यो नानीहरूलाई चाहिँ ल्याएर हामीले खाना खुवाउँदै थियो। अनि हेर्नुहोस् न हामी सबैजना कति रमाइलो गर्दै खाँदै भिडियो बनाउँदै हामीले इन्जोय गरिराखेका थियौँ। अनि यो खाना चाहिँ एकदमै मिठो थियो। अनि यो मिठाई त झन् तराई स्पेसल है। यो चाहिँ भुटीको मिठाई हो, यहाँको एकदम फेमस मिठाई है। अनि नानीहरूसँग चाहिँ गफसफ गर्दै हामीले यो समयहरू अब चाहिँ हाम्रो घर फर्किने बेला भइसकेको थियो। स्पोर्ट्सहरू ओभर भइसकेको थियो। अनि हामी चाहिँ अब घर फर्किँदैछौँ। अनि घर फर्किँदै साँझ भइसकेको थियो। अनि हामी चाहिँ अब घर पनि पुगिसकेका छौँ। यहाँ देख्नु सक्नुहुन्छ मेरो भाइ फेरि आउनु भएको छ। यहाँ मेरो ब्लगको एन्डिङ गर्नुको लागि थ्याङ्क यू फर वाचिङ।